हामी चाहिँ फाइनली पौडी हिँडेको कच्चा केटा पछाडिका ओहो पछाडि आउँदै मान्छे आउँदै पौडिन चाहिँ टन्नै मान्छे हिँड्न परेको बच्चा त हो म माछाले यस्तै हो म टक्रा क्यारेक्टर जस्तो या हेर केटा पछाडि ग्याङ आउँदै है राम्रोसित है कसैले अरे खङ्ग्रेकै फाडिदिनु अन्यले खङ्ग्रेकै फाडिदिनु कसैले न्यु नखोजे केटा यसैले हानिदिन्छ तिमीहरूलाई त 07 फेरि 07 यसले होइन हजुरहरूले हान्ने एडब्ल्युएम चलायो तिमीले दुईटै हान्यौ हैन बोले म्याक्स 7 र युएल कि डेजर टिकन हैन म्याक्स 7 र M10 कटा गान्देलाई के टाटी मलाई मम्मी चलो 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 ए भाउजू ग्याङ ओए नारे तँ के हो त्यसको नाम त्यो ग्याङ स्टार बन्दै हिँड्छ है झोला ग्याङ है लोट लास्ने के हो त्यसको नाम के हो त सुप्रिम म्याकाडो सुप्रिम हेरै होस् गरेर होस् गरेर म्याच ओए सुप्रिमलाई पिट्न कसले सक्छ हो सुप्रिम पिट्न सक्छस् तैँले सुप्रिमलाई पिट्न सक्छस् ल हेर म्या बच्चा बच्चीले सक्छ तिमीहरूलाई पिट्न म्या सुप्रिम हेरै होस् गरेर है तिमीहरूलाई बच्चा बच्चीहरूले नि ह्याप्न थाले है म्याटो नि सुप्रिम घर आउँदैछु तेरो हेर म्याटो नि ग्याङ बोकेर ए त ग्यारेजमै बस्छ है तँलाई मैले ग्यारेजमै आएर पिट्छु होइन र ग्यारेजमै आएर पिट्छु तर घर आएर यताबाट पारियो होइन अब हामी आउँदैछौँ ग्याङ लिएर ओए टिकु तेरो च्यान छ गोजी यहाँ लाथी एयरपोर्ट राख्छ माछाले गल्छ खस हो नि यस्तो भन्नु लाग्छ खुब तेरो इन्डिया त खुब या ओए माछाल बाटो माछाल नि धेरै पछि यो बाटो त उडिरहेर अर्कै हुँदो रहेछ आता माछा पास यार ओए माछा डक्स ओए हिलो अल्ला रुका भाइ केटाहरूलाई आया चित्त लाबस यार तार कोही लाउन फाइनली रोमा आइयो हेरे केटा घोत्ला फाइनली रोमा आइयो यस्तो रह्यो यार कति पछि आएको माछाले चिप्लो माछाले धन्ने खसिन यार त्यट यस्तो रहेछ यार र यार कता सर्प हुने यार डर लाग्छ यार बाफ्रे र हेर त म्याकाडो पौडी त 100 रुपियाँ लिगलेको छ यहाँ हामी आँपेको रोमा सबैजना हेरे सबै हेरे भयो सर्प लिक्लिएको
लामो भेको त सर्प हामी पौडिँदा देखेको पौडिँदा सर्प निक्लियो पौडिँदा त्यस्तो पौडिएन होइन त्यही सर्प निक्लियो कि त्यहाँबाट अनि सिडी बनाउनु छोडिदियो त्यही आजको लागि यति बाई